राजनीति खेल्न पाइँदैन। 2 घन्टा लाग्छ यार 20 किलोमिटर पार गर्न पनि यार माथि गाह्रो छ यार बाटो। ओ लक्ष्मी सर ल बाटो त छोडा यार फ्याक्ट्री यार। मोमो छ मोमो कुन मोमो छ चिकन मोमो गराइदिनु त प्याक हुन्छ कि हुन्न कसरी हो 150 रुपियाँ प्लेट भनेपछि 2 प्लेट गराउनु त प्याक गरिदिनु। झोला गाडीमा हाल्दिउँ उता लिएर जाउँ न। अब कहाँ हो त्यो बस्या तिमीहरू यहाँ त ढलान गराएर रहेछ त यार कस्तो गाह्रो गराउँथ्यो कि पहिला यहाँ पानीले होइन अब चाहिँ पुरा ढलान गराएको छ तर कहिले बनियो यो बाटो अहिलेसम्म त्यस्तै छ यार पर्दैन उत्रिन यो बाटो छिटो बनाइदिँदा हुन्छ नि यार राम्रोसँग यार यो बाटोमा हिँड्ने यात्रुलाई कम दुःख भएको छ। यहाँबाट जित्ने नेताहरू चाहिँ होइन पहिला भाषणै हुन्छ कि बाटो बनाइदिन्छौ अन्त हल्का बाटो सर यात्रु यार गाह्रो छ न जम्मा 20 किलोमिटर छ होइन यो बाटो घर पुग्नलाई तर बाटो वाला गएर 2 घन्टा लाग्छ 20 किलोमिटर पार गर्न पनि यहाँ छ यो चाहिँ के एकपल्ट यो बाटो बनाइदिन्छौँ होइन मेरो कार्यकालमा यो बनाइदिन्छु भन्नु थालेको 20 वर्ष भइसक्यो। होला चोर खासिने त हेर न यो मासले फेरि 100 सीसीको बाइक त जान्छ होइन हल्का ठुलो बाइक चाहिँ गाह्रो छ कि किन 100 सीसीको बाइकमा त्यस्तो हुँदैन नि त सामानहरू होइन त्यो हल्का अग्लो पनि हुन्छ तलको होइन इन्जिनको भाग हल्का माथि हुन्छ त्यसमा 125 सीसीको पनि ठिक छ 150 सीसीभन्दा माथिको बाइक होइन यसमा चलाउनु खोज्यो भनेपछि गाह्रो छ कि पावर ठुलो पावर बडी भएर के गर्ने होइन बाटो कन्डिसन यस्तो छ कि अब यो बाटोमा होइन अरू त मेरो बाइक चाहिँ लड्यो भने चाहिँ है अब त्यो हेडलाइट मात्र फुट्यो भने 50,000 चाहिन्छ यसको होइन अब यो तल हुन्छ 83 यसको इन्जिन तल छ कि फेरि अलि 2 गियरमा तान्न गाह्रो छ यार मासला बाइकलाई पनि हेर्छ
यस्तो खत्तम छ बाटो, के गर्ने। मैले बाट खन्दाखेरि मेरो ड्याडीले काम गर्नुभएको कि होइन पहिला, मैले चाहिँ ड्याडीलाई खाना लिएर आउँछ कि हेर न, ल चल ठुकिहाल्यो कि एक गेरमा पनि ट्राफिक नै खुला जस्तो गर्छ यार। यो बाटो हेरेर घर आउनु मन पनि लाग्दैन कि मलाई त यार। बाहुनेको बाटो त हेर्न धेरै राम्रो छ यार। दुई गेरमा पनि गाडीले तान्ने गाह्रो मान्छ, दुई गेरमा पनि बाइकले एक गेरमा हालेर कति लोग्छ हुनु यार। एक गेरमा पनि हाम्रो स्पिड लगाऊ भने म तल गएर इन्जिन ठोकिन्छ कि त्यो त होइन। पहिलाकोमा भनेको हो नि त, यहाँबाट लगेर यहाँकोबाट फेरि खस्नु थाल्यो अनि माथिबाट राजकाँडाबाट लग्ने भने हो नि त। त्यही त यिनीहरू चाँडो लगेन, राजनीति खेल्न पाइँदैन। पछि जितेको चाडबाट राम्रो भइदियो भने के मुद्दा उठाएर अनि चुनाव लड्ने, जित्नलाई त कुनै कारण चाहियो नि त। आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नलाई चाहिँ होइन, जनतालाई दुःख के। अनि फेरि जनताको सामु गएर हामी गरिदिन्छौँ, यो सरकारले गरेन, त्यो सरकारले गरेन, यसले गर्न दिएन, उसले गर्न दिएन भन्छन्। गर्न चाहना भएपछि त र के हुँदैन भने अनि ल तल ठुकिगयो कि फेरि पनि यार। यो बाटोमा आफ्नो गाडीको इन्जिनै बचाउन गाह्रो छ। एक गेरमा अब लगेर होइन, अब त्यसरी पानी नहुँदा पनि तल ठोकिएर इन्जिन जाला जस्तो हुन्छ कि फुट्ला जस्तो डर छ यार। हेर न बिचरा यहाँ अगाडि हेर, ल यसरी बस्नु पर्यो खा। हेर न बाटोको हालत। यसरी लग्नुपर्छ बाइकलाई, के गर्नु। नखस नखस म त आफू खसेन कि त्यति चिन्ता छैन यार। बाइक खस्नु भएन कि आफूलाई एकपल्ट बाइक खसेन 50-60 चाहिन्छ। फेरि यो बाइकको काठमाडौँ भन्छु म, यो नेपालमा सामान पाउन गाह्रो छ कि। हेर न मेरो ब्याग चाहिँ होइन गाडीमा नहालेको भए साँच्ची नै म उता सुर्खेतबाट आउने प्लानमा बसिरहेको थिएँ कि म। उताबाट पनि उताको नेताहरू होइन उठ्यो भने कम्पिटिसन हुन्छ कि, कसले बढी विकास गर्ने भनेर कम्पिटिसन हुन्छ तिनीहरूको। यता त कसले बढी भ्रष्टाचार गर्ने, कसले बढी खाने, त्यो नै हिरो यहाँको त। अब फेरि ठुला कुरा त्यस्तै हुन्छन् कि यहाँ त। म जस्तो कोही छैन, मैले जस्तो कसले पनि गरे छैन भन्छ फेरि तल साथी। यहाँको अब यहाँ जित्ने भनेको यी नातावाद भयो, कुर्तावाद लाएर जित्ने त हो नि यिनीहरूले। यहाँ त राम्रोलाई होइन हाम्रोलाई हेर्छ कि जनताले यहाँको पनि। अनि गम्ती चौमा गाड्न खोजिरहेको थियो, गाड्न दिएको भए के नि गाउँपालिकामा बाटो एउटा अनि के भन्छ ओडाले पाउने हुन्छ नि त, पाउने सुविधा उसले फुल्ली पाउँथ्यो कि। यहाँ त कसैको व्यक्तिगत स्वार्थको लाग्दा
नगरपालिका हमलाकोलाई पनि सरहरू गाउँपालिकामा राखिदिए किनकि व्यक्तिगत स्वार्थको लागि त हुने बनाएको यो अनि चल्छ गएर होइन अब बोल्न त भन्यो भने मुखबाट बात निस्किँदैन यिनीहरूको त कुरा मात्र खुला हो क्या हाम्रो अगाडि होइन यहाँको जनताको अगाडि बोल्नुपर्ने ठाउँ गर्नुपर्ने ठाउँमा गएर यिनीहरूको बात पनि निस्किन्छ यिनीहरूलाई कसले चिडे पो हुन्छ त्यही चाहिँ त्यही यिनीहरूलाई सुन्नेको त कुरै कुरा एउटा त्यहाँको होइन एउटा पिउनको जति नै हैसियत हुँदैन कि यिनीहरूको त्यहाँ गएर होइन अब कता काट्ने हो त यार भगवान बाइक चाहिँ नखसोस् के सबभन्दा त हल्का स्पिड दबाऊँ भनेपछि तुलो भनेपछि नाखा थाहा नै छैन के मैले हल्का पनि स्पिड लाउनलाई पनि यार दुई गेरमा हालेर लगाउँ भन्नलाई ठाउँ छैन एक गेरमा 20 किलोमिटर त्यही 2 घन्टा लगाएर हिँड्नुपर्छ एक गेरभन्दा बढीमा चल्दैन गाडी यहाँ त्यही भन्ने नेताहरू चाहिँ बाइक लिएर आओस् त मर्छ नि यिनीहरू यो बाटो हिँड्न खोज्यो भने त जब 20 किलोमिटर छ होइन यिनीहरू 10 ठाउँभन्दा बढी थालेको जान्छन् यिनीहरू यो बाटोमा त अहिलेसम्म होइन बाइक 3 पल्ट फुकिसकेको छ इन्जिन चाहिँ होइन यो बाटोमा ठिक छ कहिले केही भएन भनेको छ कहिले ढुक काट्न दिएन भनेको छ त्यो ढुक काट्न दिएनलाई ठिक छ मुझे भएको बाटो त बरा पहिला राम्रोसँग वान वे लिक छ होइन ठिक यसलाई पनि अलिक व्यवस्थित त गर पहिला त्यो रुख काट्न दिएन अनि त्यसभन्दा पछि चाहिँ है अनि यसलाई चाहिँ बनाउँछु म राम्रो बनाउँछु भन्छ अरू गर्न त नआएको यिनीहरूको आफ्नो चुनावमा उठ्नलाई हो नि बर्खाको बेला अरू बाटो हल्का जाम भयो भन्दा मात्रै देखाउने इच्छा देखाउनु भएन कि जसरी जनतालाई चाहेको त्यसरी गर्नु पर्यो नि त कमसे कम हाम्रोलाई नभएर हाम्रोलाई मात्र सुनिदिएको भए दिमाग खराब भइगयो यार मेरो अब यसमा कसरी लाउनु काठो घर त्यो ऊ हो नि त त्यो मन्दिर पनि आयो त्यो बाँकाबिर भन्नेको केही नभए होइन कति 3 किलोमिटर जति हिँड्यो होला होइन बाइक 1 गियरभन्दा दोस्रो गियरमा गएको छैन कि
काठमाडौँबाट आउँदाखेरि होइन यतिसम्म आइयो हो त्यो दाउनेको उकालोमा पनि के यति दुःख पाएको छैन मैले यार झन्डै कति 10 घन्टा लगाएर यहाँ पुग्यो होइन यति दुःख पाएको छैन अहिले हात्नु लगाइसक्यो यहाँनिर लास्ट हेर्नु अब कता हाल्यो त यार नेताहरूको भाषण सुन्दाखेरि त ओहो यिनीहरू त 2 दिनमा पिच बनाउँछन् यिनीहरूले जस्तो भाषण गर्छन् कि यिनीहरू यहाँको जनताहरू सोझो भएर हो कि खास त्यो लाटा सोझा होइन खासै न पढे लेखेको अलिक कम भएर होइन पढे लेखेको त कम के भन्नु पढे लेखेको छैन भन्दा पनि हुन्छ अझ खुसीको यार त्यही त मेरो मान्छे हो होइन मेरो मान्छे भनेको छ चुनावमा उठाएको छ जितेको छ त्यहाँदेखि आएर अनि केही छैन विकास 5 पटक ठोकियो म गर्नु भएको छु कतिपल्ट ठोकिरहेको मेरो बाइक भनेर इन्जिन कतिपल्ट ठोक्यो भन्ने कुरा मैले भन्दैछु म कहाँ हाल्ने हो त यार छ्या आजलाई हेर्न 8 पटक पुगिसक्यो हो जम्मा 3 किलोमिटर पनि हिँडेको छैनौँ क्या हामी होइन 8 ठाउँमा इन्जिन ठोकियो अर्कोबाट क्या बाइक ल्याएर त मलाई तलै राख्छु म त लग्दैन घर हेर न यो बाटो लग्यो त्यही त सामान्य हिसाबले बाइकहरू अहिले राम्रोसँग चल्ने भए त भइहाल्यो नि अनि बाइक राम्रोसँग त चल्ने ठाउँमा अनि बसहरू अनि जिपहरू राम्रोसँग चल्न सक्छ कि यो बाटोमा होइन ट्र्याक्टर हाल्यो भने पनि ट्र्याक्टर पनि पिकअप छुट्छ होला कि बाटोमा यार 10 वर्ष पनि होइन योभन्दा राम्रो थियो कि पहिला बाटो यार 10 वर्ष पहिला अब योभन्दा राम्रो बाटो थियो हेर न यो मेरो दाजुको बाइक हुँदाखेरि पहिला होइन योबाट म 45 मिनटमा होइन म यहाँ तलबाट माथि गर्न सक्थेँ कि चिसाउने बाटो म घर त 45 मिनटमा पुग्थेँ म अहिले माथि देखि दाजुको होइन 160 को बाइक थियो नि त त्यसमा तर अहिले यो बाइकमा पनि मान्छेलाई होइन 45 मिनट त हामी हिँडेको भन्दा बरु भइसक्यो होला टायर त्यहाँबाट आएको ठ्याक्छुट मात्र यो बाटोमा आउनलाई त आफ्नो साधनको माया मार्नुपर्छ लिक चेन्ज गर्नै गाह्रो छ यार यो बाटोमा पहिला कस्तो राम्रो थियो नि पहिला यो बाटो हेर न होइन यस्तो राम्रो थियो कि योमा पनि बाटोमा भएको यो खाल्टा खुल्टी त पुर्न सकिरहेको छैन यार अरू त के आश मान्नु भने कि यिनीहरूको हेर न यो चिक्ने घाँडीका छोरा नेता बस यताबाट भ्यू हेर्ने त बबाल छ नि त फेरि भ्यू चाहिँ होइन भ्यू राम्रो भएर के गर्नु हेर्न
यो बाटोमा फर्स्ट पटक आउने मान्छेको होइन के हालत हुन्छ होला होइन कि हामी त अब बचपनदेखि नै अब यो बाटोमा होइन सानो बाइक भए पनि अब चलाउँदै आएको भन्दाखेरि अलि हल्का फुल्का पानी बसिसकेको छ हाम्रो त कहिले नआएको मान्छे यो बाटोमा आउँदा के होला हालत हाम्रो त थापाजी गाडी हो यसमा चाहिँ हामीहरू अब पसलको सामान आउँछ भन्दा पनि हुन्छ त्यसबाट हाम्रो होइन हाम्रो त्यहाँ भएको बजारमा भएको जति सबैको सामान यसैमा हुन्छ अरूले गाडी हाल्ने यो बाटोमा अरूले गाडी हाल्न सक्ने हिम्मत छैन कि अरूको एउटा त्यही होइन अब मामा पढ्नु छ नाताले होइन थापाजी उहाँ नै हो पहिला त राम्रो थियो नि योभन्दा त धेरै राम्रो थियो नि पहिला होइन कि यिनीहरू जेमा पनि राजनीति घुसाउन खोज्ने के अब अस्तिको त गेम हेर होइन गेम भनेको त भर्खर केटाले युवा क्लबहरूले गरेको गेम हो नि त खेल हो नि त त्यसमा पनि राजनीति घुसाइरहेको थियो कि मेरो घर तोड्न खोज्यो यिनीहरूले होइन ऊ गर्न खोज्यो यस्तो गर्न खोजेर अरे तिनीहरूलाई मुख्य अतिथि बनाएर उसको राजनीतिक कुरा सुन्नलाई मुख्य अतिथि बनाएर तिनीहरूलाई तिनीहरूको मुखबाट होइन खेलकुदको बारेमा एउटा शब्द निस्किएन कि अस्ति सुनेको भाषण मैले तिनीहरूको मुखबाट एउटा शब्द पनि खेलकुदको बारेमा निस्किएन राजनीतिको मात्र के मेरो पर्सनल घर तोड्न खोज्यो मेरो ऊ गर्न खोज्यो होइन मेरो कार्यालयमा आगो लाउन खोज्यो अनि तिनीहरूलाई चाहिँ खेलकुदको त्यहाँ मुख्य अतिथि बनाएर बोलाएर त त्यो कुरा खेलकुदको बारेमा भन्नुपर्ने होला भन्नु पर्यो खेलकुद यस्तो यस्तो छ होइन यस्तो छ अब हामीले अनि यसरी हामी सिकाइदिन्छौँ तपाईँहरूको लागि यस्तो भन्नु हुन्छ नि यी मुजी नेताहरूदेखि त आफ्नो माने हुन्छ कि अस्ति भन्दा चाहिँ होइन अलग अलग अनि ओडाबाट त्यहाँको स्थानीय केटाहरू आएर चाहिँ यो ओडा त के गाउँपालिका यस्तो त सार्नु पर्यो भन्दै थियो होइन कस्तो कुरा सुन्ने मैले तिनीहरू सबै मिलेर आएर मलाई उ गर भन्छ होइन गाउँपालिका अध्यक्ष के अरे गाउँपालिका अध्यक्ष काम के त कुरा सुन्नु पर्यो त भन्छन् जनताले जिताएको हो भन्छन् कुरा सुन्नु पर्यो जनताले 7 वडाबाट अलग अलग आफ्नो धारणा लिएर आयो भनेपछि तिनीहरू सब ठाउँले सब राख्नु पर्यो आफूले बोलाउनु पर्यो आज यस्तो चाहिँ मिटिङ बनाएको छ तिमीहरू सबको लागि तिमीहरू आऊ यहाँ आऊ तिमीहरू कुरा राख्नु छ भने यहाँ गाउँपालिका यति गते यति बजी तिमीहरूको मिटिङको लागि चाहिँ यहाँ टाइम टेक दिएको छ आऊ तिमीहरू सबै बस अब बसौँ हामी एउटा सहमति निकालौँ के गर्ने कस्तो गर्ने निकालौँ त्यो अनुसार हामी अगाडि बढौँ भन्ने हो नि त डाइरेक्ट भन्छ कि तिमीहरू अलग अलग ठाउँबाट आएको अलग अलग एउटाबाट आएको छ तिमीहरू सबै ठाउँ जम्मा गरेर एउटा निर्णय लिएर आइज भन्छ त्यसरी निर्णय लिएर आउने भइदियो तिनीहरू अलग अलग आउँथ्यो त त्यस्तो त वातावरण क्रिएट त अध्यक्षले बनाउनु पर्यो नि त त्यहाँको कार्यकारी अध्यक्षले बनाउनु पर्यो मुखमा राजनीति भन्दा बाहिरको एउटा चाहिँ ज्ञान नभएको जस्तो व्यवहार देखाउँछन् होइन त अरूभन्दा जितेर है अनि नै घुम्नलाई कार चाहियो यिनीहरूलाई तल लुटुवा नेता कामै छैन कि नयाँ तलहरूको त साइडमा कर्णाली बगिरहेछ भन्न त कर्णाली चिस हावा पनि आइरहेछ है मलाई शान्त पनि बनाइरहेछ सँगसँगै अब यी नेताहरूको यो काम देखेर रिस पनि उठिरहेछ के भन्नु आफूले र आफ्नै जनताहरूले आफ्नै यहाँको स्थानीय जनताहरूले के अरे चुनावमा जिताएर पठाएको नेता हो मन परायो जिताए पठाए
होइन। अब आफूले मन पराएको भनौँ न त, किन यो यहाँको अब अभिभावक भइसकेपछि अब यहाँको सबले मन पराएर जिताएको जस्तै त भयो नि। गल्ती हामी आफूले गरेको हो, त्यो तिनीहरूलाई जिताउनुमा गल्ती हामी आफूले गरेको हो, अब सजाय पनि आफूले भोग्ने। अनि यहाँको अलिक पढे लेखेको जनता पनि के होइन, कसैले 2 रुपियाँ तिरेर उसको पछि लागिहाल्ने के। म ल अझ पनि सोचियो, म देखेछु कतिलाई भेटेको छु मैले, जताबाट पैसा आयो उसको पछि। अनि नपढेकोहरूले अब पढेको छ नि यिनीहरूले होइन, थाहा पाएनन्, उसले जितायो भन्नुभन्दा नि पढे लेखेको बिग्रिरहन्छ सबैभन्दा पहिला। ल ल ल ल हाय हाय बाटो झडा या तिमी। होइन अब गाउँपालिकाको अध्यक्षहरू कस्तो छन् होइन, हो नि हो नि। तर यो यहाँ त अलि मलाई राम्रो लाग्यो, यो त यो होइन, यो त पहिला लास्टै खत्तम थियो। यहाँ त अगाडिको भन्दा पनि अगाडि भिडियोको भन्छ नि, त्यो भन्दा पनि लास्टै खत्तम थियो यो बाटोमा होइन। यो ठाउँमा त त्योमा त अलिकति राम्रो चाहिँ लाग्यो यो बाटो छ होइन। त्यही अब अगाडि त कस्तो बनाउनु, अब अगाडिबाट घरको लिएर आएको कस्तो छ। अब म कस्तो गरेर हिँड्दै राखेँ कि बाटोको अवस्था हेरेर। अब यो अन्त गाडी त होइन 24 घन्टा गाडी पाउँछ, यहाँ माथि बाटो पाउनु त नपाउनु होइन। बाटो यस्तो छ कि यसमा गाडी हाल्नु नै मान्दैनन् कि टाउहरू पर आयो। पहिलेदेखि हालिरहेको हुँदाखेरि चाहिँ अब हालिहाल्छन् होइन। अन्त यो बाटोमा गाडी हाल्नु नै मान्दैनन् कि कोही पनि। मैले किन्न सोचिरहेको थिएँ मैले होइन, मैले एउटा मौनी गाडी हालौँ कि जस्तो लाग्थ्यो, मलाई मन मरिगयो। अरे यार ल होइन, दिनमा होइन 5000को एउटा ट्रिप पाउला अरे होइन। ल सबैजना सुरु भनेको 5000 ट्रिप पाउँछ यो बाटोमा, त्यहाँदेखि ठुलो हुँदैन। यहाँबाट तल पुगिन्जेलसम्म 10,000 खर्च आउँछ यार। 20 किलोमिटर गुड्यो भने 10,000 खर्च आउँछ भने 5,000 कमाएको के अर्थ भयो र? त्यतिकै ऋणमाथि ऋण भएन त्यो। हो त्यो पनि हो, तर यहाँको होइन यातायात भन्छ नि अब त्यही त। अनि हो नि, तिनीहरूको मौकाको फाइदा उठाउनलाई मात्रै बसेको हुन्छ कि गाडीवाला पनि। उहाँहरूलाई दुःख लाग्छ होला, ठिक छ लाग्यो अब त्यो नै भनौँ ल होइन। तर अनि हो नि होइन, यस्तो हो नि त। गाउँपालिकाले तोकेको थियो यहाँको रेट भाडा होइन, त्यो गाडीवालाले मान्दैन भने यिनीहरूको दादागिरी कि त फेरि। अनि मान्छे 2 पैसा गाउनलाई होइन, आफ्नो गाउँघर छोडेर बाहिर गएको हुन्छ तिनीहरूलाई नि होइन। अब दसैँ तिहारमा त होइन, दसैँ तिहार बर्खा लाग्यो भने चाहिँ तिनीहरूको रेट चाहिँ साँच्चै डबल हो कि बढ्ने साँच्चैन। अनि हजुर कस्तो छ भने यहाँसम्म होइन, बस हुन्छ नि, बसहरू बसहरूको ठाउँ एरिया अलग अलग छ कि अचम्म चाहिँ। जीवले यो ठाउँसम्म मात्र ल्याउन पाउने रे, बस यहाँसम्म आउनलाई एकजना ल्याउनु नपाउने। तर जीवले चाहिँ ल्याउन पाउने रे कि अगाडिसम्म जाने मान्छे पनि। टायर त गएन यार, रोक त म रोक्छु ल एकछिन हेर है। हेर तपाईँ यहाँ चार बेला खाएको बस न, बसेर हेर भनेको बस। अनि त्यहाँ नसी हेर न, हावा लिक त छैन, केही पनि छैन नि, ठिक छ। बारीबाट जान्छ होला नि होइन, अर्को जिल्लाबाट। आफ्नो जिल्लामा माछालाई खाते नेताहरूले सुविधा दिएको दिएछन् सबैन, सब क्लियर बनाइसकेका छन्। त्यही भएर यता जाने मन लागेन कि
त्यसो म गाडी खाएको 5-6 वर्ष भयो होइन। पारीको बाटो यो बाटो त केही पनि छैन कि भर्खर लिएर खनेर छोडिदिएको थियो। अहिले 5 वर्ष पारीको 30 भइसक्यो के बाटो। चाहिने बाटो यस्तो छ कि चाहिने त कस्तो हुन्छ अब जित्यो भने पनि होइन कसले विकास बढी गर्ने भने त कम्पिटिसन हुन्छ। यहाँ तेल हालिहालौँ न होइन गर त के अरे यो दुईटी भाँसिएको भन्ने होइन पुल फुलमा राजनीति भनेको। अरे फुलमा राजनीति छोड मरेको मान्छेमा पनि राजनीति छ कि मान्छे मरेको खोज्दैन पुरानो होइन पार्टीको खोलो आउँछन् कि पार्टीको झन्डा उडाएर लग्छन्। हेर्नु यो बनाएर अहिले एउटा यसमा हेभी प्रपोज चलाएन होला कि तर फुल भाँसिसक्यो। अहिले एकजना फोटो खिच्न जाउँ ल हुन्छ एकजना फोटो खिच्न जाउँ। अब हल्का मात्र छ कि यस्तो है माथि गएर चाहिँ दामी छ क्या बाटो फेरि ठिक छैन। अब सिङ्गिङ जिल्लाबाट जानुपर्ने जस्तै पहिला अब नेपालले पनि होइन अब यता पश्चिमतिर भयो आउनु पऱ्यो भन्छ होइन। तराईको बाटो नभएर चाहिँ के भन्छ अरे यो इन्डियाको बाटो युज गर्नु पर्थ्यो नि त। त्यस्तो हालत छ क्या अहिले यहाँ पनि हाम्रो मोहनहालमा एउटा राम्रो गतिलो बाटो नभएर चौकनी गाउँपालिका सुर्खेत जिल्लाको चाहिँ बाटो युज गर्नु परेको छ। 5 वर्ष आएर यो बाटो बनेको कुराको चाहिँ 20 वर्ष भयो कि पारीको बाटो हाम्रो मोहनहालको त्यो बाटो छ होइन 20 वर्ष भयो त्यो बाटो बनेको चाहिँ जस्तो कस्तो छ यो बाटो चाहिँ 5 वर्ष भयो होइन बनेको। 5 वर्ष हेरेर कस्तो अब यो अब त्यस्तो गराइदिनु सबै हालिसकेको छ यसमा सिक्नु मात्र बाँकी कि अब यो हालिसकेको के हेर्ने यस्तो बाटो आफ्नो जिल्लाको आफ्नै गाउँमा जाँदाखेरि भइदिएको त हुन्छ नि। अनि कस्तो पाइन्छ कि 5 वर्ष भएन कि यस्तो बनेको बाटो छ होइन बाटो ट्रक दिएको नै 5 वर्ष भएन कि पुरा ठिक भइसकेको बाटो गाउँ गाउँमा जानु लागि बाटो पुरा गराइदिनु छ कि चिस्नु भयो भने गराइदिनु कस्तो राम्रो छ कि होइन। कतिर गर्छ नि त्यो सिमेन्ट जाने त पुरा अगारो छ कि बाटो आयो अगाडिमा चाहिँ नयाँ बाटाहरू पहिला चाहिँ अनि यो बाटो पहिला हुन्छ नि गाईगोरु हिँड्छु होइन गाईगोरु हिँड्नुलाई जता हुन्छ नि मान्छे हिँड्ने बाटो त्यस्तै बाटो छ कि योबाट आएर मान्दैन छ क्या हामी यो त राम्रो छ हाम्रो बाटो भन्दा उता बाइक जान्छौँ हामी हेर न 5 वर्ष भएन कि कस्तो राम्रो बनाइदियो बाटो। यहाँ चाहिँ बाटो छुट्छ होइन। अब यो त तल पुल भयो चाहिँ ऊ चाहिँ हाइवे थियो हाइवे अलि खिच्ने भयो भनौँ न यहाँको हाइवे नै हो यो त। यो चाहिँ हिजो हामी जाँदैछौँ यो चाहिँ हाइवे चाहिँ होइन तल गाउँ जानलाई हो जो कि यहाँ त अब हाम्रो कर्णाली चिसानी भन्नु आउँछ यो कर्णालीमा भएको पुल छ होइन। दोर्सो भनौँ न कर्णालीमा भएको दोर्सो लामो पुल भन्दा पनि फरक पर्दैन किनकि कर्णाली चिसानी थियो नि त पहिला त्यसमा तपाईँ राजापुरको बन्यो होइन। अनि कर्णाली चिसानी भन्दा लामो पुल चाहिँ यता अगाडि छ कि त्यो हुँदै अब हामी घर जानुपर्छ होइन। नेताहरू चाहिँ टक्क अब नेताहरू होइन यो अगाडि देख्नु भएको नि यसपालि यो त्यसको नियम त राम्रो हो कि तर टक्क होइन पुरा के दामी बनाएर भित्र अनि त्यो यो बास्ना आउने हुन्छ नि त्यो के भन्छ त्यो गाडीमा अटोमेटिक राख्ने होला त्यो राख्यो नेताहरू बस्दा गाडी सफा गर्दा पनि नेताले पनि ठाउँ बाटो सफा गर्नु पऱ्यो नि यो त होइन आफ्नो पुस्तकले अघि देखाएको त्यसरी मान्छे लाग्ने। अनि यहाँ त होइन गाउँ जाने बाटो हेरेर यस्तो गाइदिन्छ कि मेरो साथी घर छ कि अब सुस्टमा यो चाहिँ मेरो साथीहरू पुरानो होइन र आजभोलि चाहिँ रमेश विश्व त्यसो गरौँ नि त यो आजभोलि बस्दैनन् कि यसको गभर्मेन्ट चाहिँ भन नि थाहा चाहिँ गभर्मेन्ट बताउनु त थाहा छैन ऊ चाहिँ अब चाहिँ काठमाडौँ बस्छ कि
कहिले सुर्खेत कहिले काठमाडौँ बस्छ। काठमाडौँ आउँदाखेरि नै म कसैलाई नभनेर आउने सोचमा चाहिँ म अब बाइकमा आउँदैछु नि त। अब आफूलाई नखर लाग्यो बाइकमा आउँदैछु के भइदिनु सक्छ, दुर्घटना भइदिनु सक्छ, के हुनसक्छ नि त। त्यो भएर इन्फर्म त गरिहालेँ। अब इन्फर्म गरिसकेपछि होइन अब काठमाडौँ हिँडेको 3 बजी हिँडेको 2-3 बजी हिँडेको साँझ होइन। अन्त अहिले पनि 2-3 नै बज्यो 2-3 नै बज्यो भनौँ न। रातभरि हिँड्ने कुरा भएन, बिच बाटोमा बस्नु पऱ्यो। तपाईँलाई होइन अब नेपालको अब कर्णाली नदीमा भएको चाहिँ दोस्रो लामो पुल भनौँ होइन। त्यसले पहिला बलेको राजा त्यस्तो भइहाल्यो। दोस्रो पहिला चाहिँ भन्दा पनि लामो थियो कि तपाईँहरू लाग्ला नलाग्ला होइन। भन्दा पनि लामो थियो पुल। त्यसको नम्बर चाहिँ होइन 550.85 मिटर चाहिँ यसको लम्बाइ छ कि। अनि यसमा चाहिँ 8वटा खम्बाहरू छन्। यसमा चाहिँ यो चाहिँ हाम्रो पहिला नभएको सबभन्दा लामो बनाउनु सेकेन्ड लामो पुल हो। बाँकी आज भाइरल पुल भन्दा पनि हुन्छ। त्यो 7 वर्ष भयो होइन, त्यो रमाइलो भयो चाहिँ माथि यही आउँछ कि रमाइलो गर्नलाई। यहाँ चाहिँ यो चाहिँ कर्णाली नदी हो। यो पहिला चाहिँ यहाँ फेरि थियो, फेरि भन्नुहुन्छ। अनि चलानको चाहिँ डब्बाहरू राखेर गाडीहरू सार्ने त्यस्तो चाहिँ थियो यो ठाउँमा चाहिँ। अब मेरो अब छिमेकी अङ्कल चाहिँ त्यो नि अब रक्सीहरू त्यो चलानको रक्सीहरू सुतेर चाहिँ टोलाहरू पिस्नु भयो यो ठाउँमा। यहाँ यो ठाउँमा आएर मलाई अरूभन्दा त्यो कुरा चाहिँ मलाई धेरै याद आउँछ, किनकि अब आफ्नो अङ्कल गुमाएको त्यो ठाउँमा होइन। यो चाहिँ यो भनेको भाइरल पुल हो होइन। यहाँ भनेको यहाँ तल भनेको चाहिँ दोबान छ। यहाँ रोक्ने यहाँ भनेको दोबान छ होइन। यहाँ तल दोबानमा चाहिँ हुन्छ नि, यहाँ भेरी मिसिएको छ कि यहाँ तल चाहिँ, जहाँ कि हामी त्यसलाई अब तीर्थको हिसाबले पनि हेर्छौँ भने त्यसलाई हामी अब आरेघाटको हिसाबले पनि हेर्छौँ। अब हाम्रोबाट कोही बित्यो भने चाहिँ होइन, यो एरिया हुन्छ नि, यो गाउँ यताको सबै एरियामा कोही बित्यो भने चाहिँ हामीले लग्ने भनेको यहाँ तल नै हो होइन। आरेघाट चाहिँ यहाँ तल कहाँ जो कि यहाँ भेरी र कर्णालीको मिश्रण छ कि यहाँ त्रिवेणी पनि भन्छ, किनकि त्यसको सँगसँगै एउटा खोला पनि मिसिएको छ त्यहाँ चाहिँ। यो ठाउँमा भनेको धेरै मान्छेहरू माथि अछामतिर बाटो भयो होइन। प्रायः तीर्थ भन्छ नि, तीर्थमा भन्छ होइन त्यसलाई, तीर्थ बस्नेहरू चाहिँ यहाँ आउँछन् कि। आफै जिल्लामा प्रवेश गरिसक्यो हामी चाहिँ। र अब बाटो त तपाईँले हेर्नु सक्नुहुन्छ कस्तो राम्रो छ यता पनि होइन। यस्तो छ कि नाइट बस हाल्दा पनि केही फरक पर्दैन कि। तपाईँहरू कोही छ भने नाइट बस त छ है, यस्तो यो बाटोमा नाइट बस हालिदिनु या दामी छ हेर्नु न। न यस्तो राम्रो बाटो छ, यहाँको जनतालाई पनि सुविधा हुन्छ नि त तपाईँले नाइट बस हाल्नुभयो भने। बाइक त अब यस बाटोमा लिन गाह्रो छ होइन, त्यही भएर तपाईँलाई भनेको नाइट बस हाल्नुहोस् भनेर। त्यो नाइट बस भनेको अलिक दबेर हिँड्छ, बाटो पनि ठुलो छ है। तपाईँले आनन्दले चल्छ यो बाटोमा नाइट बस तपाईँको। के दामी छ यहाँ नाइट बस चल्नु। नाइट बस चल्ने यस्तो बाटो छ कि यो त पुरा बसहरू हुन्छ नि, सस्पेन्सर हो, सस्पेन्सर चल्छ क्या यो बाटो, सस्पेन्सर बसहरू चल्छ यो बाटोमा। कोही हुनुहुन्छ भने हाल्दा हुन्छ है यो बाटोमा नाइट बसहरू टक्क होइन, सस्पेन्सर बसहरू है। अब हेर भाइ, तिमीले मैले भन्दा मान्ने हुनेवाला छैन। यी नेताबाट आएको पनि छैन पहिलो कुरो होइन। सबभन्दा पहिले नेताहरूलाई चाहिँ हाल्नुपर्छ। सम्भव भएको ठाउँमा जसले गर्छ, तर यहाँ भइरहेन नि त सम्भव भएको ठाउँमा पनि। अब अप्ठ्यारो कामको त पुरै छोड, जहाँ सम्भव छ नि, सम्भव भएको ठाउँमा पनि यहाँ काम भइरहेन। हामीले हेरेछौँ नि त को नेताले कति काम गरेको छ होइन। तर राजनीतिमा खासै चासो नदिए पनि थाहा हुन्छ नि त हामीलाई। सबै भनेको अब आउने भनेको 10 तिहार नै घर आउने हो,
हामी पनि दसैँ तिहारतिरै मिलाएर घर आउने हामी पनि होइन देखिरहन्छौँ त तिनीहरूले वर्षभरि गरेको काम कति छ भन्ने कुरा हामी गाउँमा गएर एक दिन गाउँ डुल्नुपर्छ हामीलाई सब थाहा हुन्छ। नेताहरू गएर यत्रो पानी तपाईँले देखिराख्नु भएको छ होइन कस्तो छ बाटो भन्ने कुरा। अब मैले अब कति भन्ने कि होइन कति बोल्ने मैले पनि तपाईँ आफै हेर्नु न कस्तो छ बाटो होइन। यो बाटो बनेको चाहिँ झन्डै 20 वर्ष भयो। मेरो दाजुले यो बाटोमा काम गर्नुभएको यो बाटो खन्दाखेरि होइन कति दिनमा दिनको 100 रुपियाँ कतिमा चाहिँ काम गर्नुभएको कि दाजुले होइन 100 रुपियाँ कति त्यस्तै 100 रुपियाँ जति थियो मैले सुन्ने अनुसार त होइन। त्योमा खने दिनको चाहिँ ढाडी हुन्छ नि ढाडीमा काम गर्दाखेरि चाहिँ म खाना पुऱ्याउन आउँथेँ कि दाजुले नामले खाना हालिदिने होइन अचानक प्याक गरिदिने सामानमा टक्क जा बाबु जा उता दाजुले खाना पुऱ्याइरहेको भने पठाउने है म चाहिँ खाना लिएर आउने कि म सानै थिएँ म पनि कति भने थिएँ होला अनि 7-8 वर्षको नै थिएँ कि म पनि। मलाई हल्का याद छ मलाई यो बाटोमा दाजुले कति दुःख गर्नुभएको छ होइन यहाँको जनताले कति दुःख यहाँ सुनेको यो बाटो नेपालले खनिदिएको बाटो होइन नि त फेरि यो त यहाँको जनताहरूले खनेको बाटो हो मेन भन्ने हो भने त होइन। अब चाहिँ यहाँ त हल्का पिज आउँछ यो अब होइन गाउँपालिकाले गरेन भन्दा पनि यो चाहिँ माथि केन्द्रबाट नै केन्द्र भन्छ के भन्छ यो धनगढीको यहाँको होइन अब त्यहाँबाट नै मोहनलाई चाहिँ अलिक नछुटाइदिएको भनौँ न बजेटहरू गरे पनि हुन्छ। अरूलाई हेर्ने हो भने चाहिँ अरू सब नगरपालिकाहरूलाई हेर्ने हो भने चाहिँ यो मोहनल गाउँपालिकालाई चाहिँ बजेट गरी पनि कम नै हुन्छ जहिले पनि काममा आउने हो। सनमा पनि फेरि त्यसमा फेरि ठेकेदारहरूसँग जान्छ फेरि ठेकेदारले आफ्नो बचत राखेर तल काम गर्ने दिने हो होइन। त्यो भन्दाखेरि चाहिँ बाटोको हालत यस्तो भयो यो जस्तै अब पहिला थियो नि इन्डियाको एउटा फिल्म थियो नि भारत भन्ने फिल्म त्यसमा थियो नि जो अब बुवा बितिसकेपछि छोरो चाहिँ सत्तामा आइसकेपछि चाहिँ छोराले चाहिँ अब बुवाको साथी हुन्छ नि जो भिडियो अनि उसको कुरा नमानेर आफ्नो हिस्साले काम गर्यो र अनि प्रत्येक गाउँलाई चाहिँ अनि मेयरहरू हुन्छ जो माथिको टाउको हिसाब तिनीहरूलाई नदिएर तिनीहरूको मार्फत नआएर डाइरेक्ट तल गाउँपालिकाको अझ तिनीहरूको जस्तो हुन्छ यिनीहरूको समिति बनाउन लगाउने र तिनीहरूको खातामा हालिदिने आफ्नो गाउँ आफूले विकास गर्नुपर्छ नेताले गरिदिँदैन भन्दै थियो। त्यस्तो नगरेसम्म चाहिँ हुनेवाला छैन कि यो बुझिरहन्छ। म त्यहाँ पुरा सुनिरहेको छु त्यो पनि सुनेको